म चाहिँ आइसकेको छु अहिले चाहिँ सरप्राइजमा। यो चाहिँ माउन्ट ब्याडली हो। यहाँ चाहिँ स्की खेल्नको लागि यहाँ चाहिँ धेरै ठाउँको मान्छेहरू चाहिँ आउने गर्छन् होइन। स्पेसल्ली नयाँ नयाँ मान्छेहरूलाई पनि सिक्ने चाहना हुन्छ। हामीले त नेपालमा यो कहिले पनि सिक्न पाइएन, तैपनि यहाँको यो देश अनुसारको भेष भने जस्तो हामी चाहिँ यहाँ आएर चाहिँ सिक्दैछौँ। सिक्नुपर्छ, सिक्ने कुराहरू चाहिँ सबैजनाले भन्ने लाग्छ होइन। अब कतिपय यो चाहिँ एडभेन्चर गर्न मन पराउनेहरूको लागि चाहिँ हामी अब म गरेर पनि देखाउँछु। म त्यस्तो प्रो त होइन यो फिल्डमा, तर अलिअलि सिक्दा सिक्दै टेक्निकहरू यहाँ सिकाउने मान्छेहरू हुन्छन्, सेफ्टी हुन्छ हरेक कुराहरू, अनि कसरी गर्ने भनेर चाहिँ ट्रेनिङ दिइन्छ सुरुमा। जुन नयाँको लागि, नयाँले सिक्ने ठाउँ फरक छ, अलि जान्नेले सिक्ने फरक छ होइन। अनि यहाँ चाहिँ वेदर चाहिँ कुल छ आज यहाँको सुनेको। आज चाहिँ लास्ट डे पनि हो यो विन्टरको लागि चाहिँ, यो आजको स्कीको डे हो, किनकि अब स्नोहरू चाहिँ मेल्ट हुँदैछ। त्यो भएको कारणले वेदर चाहिँ एकदम चिसो छ, टेम्परेचर त +20 छ तर पनि चिसो छ। यहाँको नजरिया चाहिँ यस्तो छ। हामी चाहिँ तलबाट एउटा केबल कार जस्तो यस्तोबाट चाहिँ माथि जान्छौँ। माथि गएर डाँडामा गएर चाहिँ हामीले सबै गियरहरू लगाएर गइरहेको हुन्छौँ होइन। म केही अहिले गरेर पनि देखाउँछु। अनि माथिबाट चाहिँ हामी माथिबाट कोही आउँदै गरेको पनि देखियो होइन। नयाँको लागि चाहिँ अलिकति सुरुमा सिक्नेहरूको लागि चाहिँ यतापट्टिको साइड छ भने अलि धेरै जान्नेहरूको लागि चाहिँ यतापट्टिको यो भाग छ। म चाहिँ टिकट लिन गइरहेको छु। मसँग चाहिँ एकजना सहपाठी भाइ छन्। के छ भाइ, आजको तयारी कस्तो छ? तयारी ठिकै छ। तयारी कतिको एक्साइटेड धेरै छु। मेरो फर्स्ट टाइम हो यहाँ चाहिँ फर्स्ट टाइम योमा यो स्की पनि भर्खर सिकिरहेको छु भाइसँग अलिअलि। तिमीले चाहिँ नयाँ गर्नेहरूको लागि, जसले चाहिँ गर्न चाहनुहुन्छ तर गर्न सकिरहनु भएको छैन, जसलाई हिम्मत आउँदैन, त्यो मान्छेहरूको लागि चाहिँ तिमीले छोटो के भन्न चाहन्छौ? एकचोटि ट्राई गर्नुहोस् भन्न चाहन्छु। किनभने डराएर बस्यो भने कहिले पनि सिक्दैन होइन। लडेरै सिक्ने मान्छेले लडेरै उठ्ने हो होइन। त्यो हुनाले लडे पनि जाने, यसो हेल्प माग्ने होइन। गोराहरूले हेल्प गरिहाल्छन्, अलिअलि टेक्निक सिकाइदिन्छन् उनीहरूले पनि। यस्तो गर उस्तो गर, युट्युबबाट हेर्न सकिन्छ। त्यो गरेर इच्छा चाहिँ हुनु पऱ्यो। इच्छा नभए पनि जानु हुन्थेन। ओके भाइ। आज चाहिँ अप्रिल 12 को सन्डेको लागि चाहिँ हामीले यस्तो टिकट पाउँछौँ यहाँको लागि। यो चाहिँ हामीले $84 यसको होइन। अब हामी यहाँ जुत्ताको लागि चाहिँ लाइनमा बसिरहेको छौँ। मेरो लागि चाहिँ यो 10 नम्बरको मैले युजुअली नो युज गर्थेँ, तर मैले स्कीको लागि चाहिँ एक साइज ठुलो, किनकि अगाडि औँलाहरू खानु हुँदैन। यो सुजहरू मैले पाइसकेको छु। हामी यो चाहिँ घाँटीमा चाहिँ आजको यो डे पास हो। यो चाहिँ QR कोड चाहिँ स्क्यान गर्न सक्छ। हामी रेडी भइसकेका छौँ। हेर्दाखेरि चाहिँ हामी माउन्टेन चढ्ने जस्तो देखिन्छौँ। त्यस पछाडि चाहिँ यो सामानहरू सबै गियरहरू बोकेर हाम्रो लागि चाहिँ यो चाहिँ पोल छ। यो चाहिँ स्कीको लागि जुन चिप्लिने कुरा भयो, हेलमेट छ, टोपीहरू लगाएको छौँ, ज्याकेटहरू भयो, सुहरू छ। सुमा चाहिँ यस्तो खालको एउटा लक हुन्छ, त्यो लक चाहिँ यहाँनिर अड्किन्छ। त्यो म अहिले लगाएर देखाउँछु तपाईँलाई। हाम्रो लागि स्की खेल्दा चाहिने सेटहरू भनेको चाहिँ यो सुज भयो। सुजमा चाहिँ यस्तो खालको लकहरू हुन्छ जुन अगाडि पछाडि यो चाहिँ यहाँ गएर अट्याच हुने गर्छ। सुज साइज अनुसारले चाहिँ यो चाहिँ मेजरमेन्ट राखिएको हुन्छ होइन। यसलाई चाहिँ एडजस्ट गर्न पनि सकिन्छ। अनि यसको लागि हामीलाई पोल चाहिन्छ 2टा, अनि ग्लोभ्स चाहियो होइन, अनि हेलमेट छ। अनि यसलाई लगाउने तरिका चाहिँ कस्तो हुन्छ भने, यसलाई चाहिँ पहिला हामीले अगाडि छिराउँछौँ। त्यस पछाडि लक हुन्छ एउटा। त्यो लक चाहिँ अलिकति सर्फेस चाहिँ अलिकति फ्ल्याट भएको ठाउँमा राख्नुपर्छ यो लगाउने बेलामा चाहिँ, नत्र लक लाग्दैन। अब यो लक लाग्यो, यो खुट्टामा लक लाग्यो, यो चाहिँ अब फुस्किँदैन। मैले चाहिँ सु टाइट गरेको छैन, किनकि अब टाइट गर्छु। अनि मैले अर्को खुट्टा यसै गरी, यो पनि मैले 2टा खुट्टा लगाएँ। अब 2टा खुट्टा हामी यस्तो गर्छौँ, स्टिकको सहाराले हामीले अलिकति हिँड्न गर्छौँ। हामी चाहिँ अहिले यसमा चढेर चाहिँ दाजुभाइ चाहिँ यसरी सबै गियरहरू प्रपरली लगाएर यसको माध्यमबाट चाहिँ हामी माथि जाँदैछौँ होइन। यो चाहिँ लगभग
500 मिटरभन्दा अझ बढी होला, माथि 1 किलोमिटर जस्तोको डिस्टेन्समा चाहिँ हामी माथि जान्छौँ। अनि त्यस पछाडि चाहिँ हामी झरेर चाहिँ घुमेर आउँछौँ। त्यो पनि म तपाईँलाई देखाउँछु। यतापट्टि बोर्डिङहरू स्कीहरू गरिरहेका मान्छेहरू छन् जुन माथिबाट झरिरहेछन् तल। यो चाहिँ अर्को फरक बाटो हो। हामी चाहिँ अहिले उताबाट झर्छौँ किनकि मेरो चाहिँ म यहाँभन्दा अगाडि एकचोटि आइसकेको छु भने साथी पहिलोचोटि हजुर त्यो भएको हुनाले हामी चाहिँ अहिले पहिलोचोटि चाहिँ उताबाट हामी अलिकति सजिलो बाटो झर्छौँ। त्यस पछाडि अरू पनि हामी ट्राई गर्छौँ। अब चाहिँ स्कीको यात्रा चाहिँ यसरी सुरु हुन्छ होइन। हामी चाहिँ यसरी हल्का ओह्रालोमा आइसकेका छौँ। हामी यसलाई चाहिँ खुट्टाको उसले चाहिँ घुँडाको तलमाथि गरेर साइडमा यताउता गरेर चाहिँ यसरी डिरेक्सनहरू चेन्ज गर्न सक्छौँ कता आफूलाई जान मन छ होइन। यस्तो ओह्रालोहरूमा सर र ब्रेक हान्नु पऱ्यो भने चाहिँ यसलाई ब्रेक मैले चाहिँ यसरी अप्लाई गर्छु। यसलाई चाहिँ भी सेपमा यसरी ब्रेक हान्न पनि सकिन्छ। यसरी यो चाहिँ बिगिनरको लागि हो। भी सेपमा अलि ओह्रालोमा चाहिँ भी सेप अलि अप्लाई हुँदैन, तर नट ब्याड। उसको साथी पनि आउँदैछन्। आज लास्टै चिप्लो छ दाइ यार, मेरो इमर्जेन्सी ब्रेक छ क्या एउटा मैले सिकेको छु होइन। कस्तो टाइपको? यस्तो गरेर रोक्ने होला, उल्टै चिप्लिरहेको छु क्या आज त एकदमै चिप्लो छ। इमर्जेन्सी ब्रेकै फेल खाएछु, के होला हो। ओके हामी यता जान्छौँ अहिले। ल लेट्स गो। इमर्जेन्सी ब्रेक पनि ट्राई गर्दै गर है। यहाँ चाहिँ अलि ओह्रालो छ। खेल्दै गर्दाखेरि कहिलेकाहीँ यसरी लडिन्छ पनि। अनि यसरी लडियो भने चाहिँ यसको आफ्नै टेक्निक हुन्छ है त। पहिला यो खुट्टाहरूलाई चाहिँ यस्तो गर्ने होइन। यस्तो गरिसके पछाडि लौरोको सहाराले पनि उठ्न सकिन्छ। जहिले पनि यो ओह्रालो भागतिर चाहिँ खुट्टा पार्ने है त। यतापट्टि यति डिस्टेन्स हुन्छ, अगाडिपट्टि लगभग यति गरियो भने चाहिँ यसले चाहिँ ब्रेक लगाइरहन्छ किनकि हामी यता चिप्लिँदैनौँ है त। यो गरे पछाडि हामी यसरी सिधा उठ्न सक्छौँ। लेफ्ट ह्यान्डले पुस गरौँ, यतापट्टि उकालो भाग हुन्छ जहिले पनि खेल्ने ठाउँमा, जहिले पनि हल्का ओह्रालो ठाउँमा हामीले चाहिँ यसलाई यसरी अप्लाई गरेर यसरी उठेर फेरि हामी दौडिन सक्छौँ। अनि यसरी हिँड्न सक्छौँ। मेरो भाइ चाहिँ उहाँ छन्। हामीले चाहिँ यो डिस्टेन्स चाहिँ लगभग बराबरै राख्नुपर्छ। जति जाँदा सँगसँगै खुट्टा मोड्नुपर्छ। यो भयो भने चाहिँ हामीलाई सजिलो हुन्छ। ब्रेक हामीले यसरी पनि अप्लाई गर्न सक्छौँ। यसरी यो ब्रेक लागिरहेछ तर अलिक बिस्तारै लाग्छ। अलि ओह्रालोमा चाहिँ अलिक गाह्रो हुन्छ। यो चाहिँ खुट्टाको मसल्सहरू यो अलिअलि दुख्छ होइन। तर अर्को दुईवटालाई चाहिँ एउटै डिरेक्सनमा लगेर चाहिँ हिउँको अगेन्स्टमा चाहिँ हामीले ट्राई गरियो भने चाहिँ त्यो तरिकाले अलि राम्रो ब्रेक लाग्छ, फुल ब्रेक लाग्छ। जस त्यो अलि प्रोफेसनल ब्रेक चाहिँ त्यो हो। यता होइन यो आज खुट्टा चाहिँ बल्ल बाँची हो मतलब गाडीलाई पुरी नै लाथ्यो है। म चाहिँ स्टिल लाइभ छु यहाँ।